के चाहियो र मोबाइल चाहियो जहिले आफू मात्रै हेर्नु हो साँझ पनि आफू हेर्नु हो बिहान पनि आफू हेर्ने हो रे कहाँ जाने ऊ त्यो सेतो रेलिङ छ नि त्यहाँ जाम किन फोटो खिच्न हेलो गाइज के छ साथीहरू धेरै दिनपछि आइयो टक्क होइन 7 महिनापछि होइन च्यानल ब्याक भयो अनि त्यसपछि अनि फेरि पनि अनि भिडियो बनाउने भनेर म जोसमा आइसकेको छु अब चाहिँ तपाईँले सबैजनाले साथ सपोर्ट गरिदिनु होला पहिलोको जस्तो भिडियो धेरैभन्दा धेरै माया गरिदिनु होला सब्सक्राइब गरिदिनु अनि सबैजनाले लास्टसम्म भिडियो हेरिदिनु होला अनि 7 महिना भएको थियो मेरो चाहिँ होइन पहिलाको मोबाइल हराएर अनि त्यो च्यानल गएको थियो अनि अर्को खोलेँ मैले अर्कोमा चाहिँ मेरो सब्सक्राइब पनि बढेन भ्यू पनि बढेन अनि फेरि त्यही च्यानललाई मैले धेरै पैसा खर्च गरेर मैले बनाएको छु होइन अनि त्यही हो 7 महिनापछि अनि च्यानल बनाएको छु अनि त्यही हो भलग चाहिँ धेरै मन पराइदिनु होला हेलो हजुर हजुर कस्तो लागिरहेको कति महिनापछि हामी भिडियोमा 7 महिनापछि कस्तो 7 month कम्प्लिट अरे 7 month कम्प्लिट पछि न्यू भ्लग यता हेर्न भन्न म यहाँ काम लागि छु काम अनि कस्तो लागिरहेको त ठिकै लागेछ फेरि भलग आउँछ नि आउँछ आज अनि कहाँ जाँदैछौँ हामी तोरी बेलाउन आज चाहिँ टक्क होइन अनि उतै तोरी पेलाउन जाँदैछौँ हामी चाहिँ सङ्गमुल अनि तोरी पेलाउन जान्छौँ अब चाहिँ एकछिनमा अनि हिँड्नुपर्ने हुन्छ गाइज सबैजनाले भलग हेरिदिनु होला के छ तपाईँहरू ठिकै छ यो चलान नि काट्दैन नि चक्कुले काट्छ अनि अरू भन्नुहोस् केही छैन सब हाम्रो जति सब्सक्राइब हुन्छ सबले न्यू भ्लग हेरिदिनु अरू 7 month पछिको न्यू भ्लग अरू धेरै माया गरिदिनु होला आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला त्यही हो ए गाइस आज हामी त लागेको सङ्गमुल अत्र थैलो छ अब चाहिँ हामी यो पेलाउन जानुपर्ने हुन्छ सुरुबक कसरी बोक गर्नुहुन्छ सुरुबक के ओहो कमरमा त उचाइदिनु जर्किन पठाइदिनु भएन यहाँ रहेको लाग्यो त है तोरी पेलाउनु दामी छ हे गाइस हामी आइसक्यौँ मिलमा मिल चाहिँ यहाँभित्र छ पानी पनि मिल पनि पानीबाट चल्ने रहेछ बत्तीबाट चल्ने त थाहा पाएको थिएँ पानीबाट चल्ने पनि थाहा पाएको थिएँ घट्ट हुन्छ नि घट्ट मात्रै चल्छ होला जस्तो लाग्छ तेरो गाउँतिर हुन्न हाम्रो पानीबाट चल्दैन बत्तीबाट चल्छ यहाँ हुँदैन केले बुझा खाएछ केले बुझा खाएछ माग्न नाइ म किनिन खाल्छु अहिले पैसा कति राखिदिएस् मैले अहिले हजुरले किनिन्छ त पैसा पानी त्यो माथिबाट आउँछ मगा कति ठुलो भए खानु कतिवटाको पेलिसक्यो एउटाको दैया भारी गइयो अहिले भर्खर कहाँ हो हे गाइस हामी चाहिँ सङ्घ पार्कमा आइसक्यौँ एकदमै मेरो फ्यानहरू है हाम्रो विनोद भाइ क्यामेराम्यान के छ हाउ आर यु के अरे That is called who are you?
उहाँलाई चिनेन मैले युआर नेम Where are you? What is your name? उहाँलाई चिनेन मैले तपाईँलाई चिनेन मैले Where are you? Where are you? आपका नाम क्या है? आपका घर कहाँ है? आपका नाम क्या है? किधर से है? हमसे क्या काम है? तुमसे क्या काम है? सरी Sorry, it's a very big, biggest problem. Solve problem. No, that is solve. मलाई पनि इङ्ग्लिस बोल्न सिकाइदिनु न इङ्ग्लिस टिचर हिँड्नु त अब तपाईँ घरतिर जानुहुन्छ जहिले पनि सङ्घ पार्टीतिर आउनु न खुला छ कि गेट खुला छ अनि स्टुडेन्ट मात्र पो छैनन् होइन स्टुडेन्ट भएपछि हल्का फोटो खिच्दै इङ्ग्लिस सिकाइन्छ भर्ना खुल्यो सङ्घ पार्कमा अब फोटो मात्र होइन इङ्ग्लिस पनि पढाइन्छ र त्यसको साथसाथै यहाँको टिचर हुनेछु विनोद रावत टिचर इङ्ग्लिस टिचर ल है पार्क भोलिदेखि पार्क आउनु यहाँ पुरा त्यो छ इङ्ग्लिस पनि सिकाइन्छ अलिअलि फोटो खिचिन्छ फोटो त कुरै नगर्नु फोटो एन्ड सुट भिडियोग्राफी सब हुन्छ कि यहाँ फोटो एडिटिङ हुन्छ तर फोटो एडिट गरेर 50 रुपियाँ लाग्छ साथसाथै 20 रुपियाँ अनि 50 साठी 70 रुपियाँ एउटा फोटो एडिट गरेर इङ्ग्लिस टिचर तपाईँ म्याथ टिचर विनोद इङ्ग्लिस टिचर अनि यहाँ विनोद दाइ चाहिँ म्याथ टिचर हिसाब किताब गर्ने होइन हिसाब किताब गर्ने चाहिँ यहाँ हुन्छ अनि म चाहिँ इङ्ग्लिस टिचर भोक लागेन लागेको छैन लागेको छैन यो जाउँ घर कहाँ जाने ऊ त्यो सेतो रेलिङ छ नि त्यहाँ जाउँ किन फोटो खिच्न कति फोटो खिच्नेस् कति रुपियाँ दिनेस् फोटो खिचेर 5 रुपियाँ दिन्छु अनि मैले कति रुपियाँको फोटो खिच्न जाने 5 रुपियाँको 5 रुपियाँको खै 5 रुपियाँ देखा फुड कर छैन बटाएर दिन्छु 50 रुपियाँ ल यही मैले आउँछ फोटो खिच्नु एक आइज हामी नास्ता खाँदैछौँ हजुर के भनिस् के भनिस् भाउजी आउनु जानु एक यहाँ तैँले को खाने रे तैँले यो खाने अनि यो चाहिँ कसले खाने अनि सबै ज्ञान फकेको छ यस्तो म खाइदिएन केही हुन्छ न आलु क्या पानी खाने म के चाहियो र मोबाइल चाहियो जहिले आफू मात्रै हेर्नु पर्छ साँझ पनि आफू हेर्नु र बिहान पनि आफू हेर्ने गरे अरू अनि म कति बेला हेर्ने त अनि मैले मोबाइलै छुन पाइ छैन ल छ मात्र है 26 बिचारामा छुँदै छैन हिजोबाट ल्याउनु यो के हो यार कपाल हो गाइज थ्याङ्क यू दिस भिडियो आजको लागि यति नै भिडियो चाहिँ सबैजनाले मन पराइदिनु होला सब्सक्राइब गरिदिनु होला धेरै खुसी छु 7 महिनापछि च्यानल ब्याक भयो अनि भिडियो हाल्न पाउँदा त्यही गाई सबैजनाले पहिलेको जस्तै माया गरिदिनु होला थ्याङ्क यू फर दिस भिडियो बाई बाई